यो आगामी विधानसभा चुनावको प्रचार अभियानमा कर्सियङ निर्वाचन क्षेत्रका भागो प्रमुख प्रार्थी श्री अमर लामाज्यूले ती चियाबारी जुन चियाबारीहरू एक समय यो जिटिए को अन्डरमा पर्दैन भन्नुहुन्थ्यो, ती चियाबारीहरूको भ्रमणमा एउटा वक्तव्य जारी गर्नुभएको रहेछ कि उहाँलाई जिताएर विधायक बनाएको खण्डमा उहाँले चिया श्रमिकहरूको मिनिमम वेजेस विषय लिएर विधानसभामा काम गर्नुहुन्छ भनेर उहाँले कुरा राख्नुभएको रहेछ। अब सबभन्दा पहिला त उहाँले ती जग्गाबाट भोट माग्नु हुँदैछ जुन जग्गाहरू जिटिए जुरिस्डिक्सनमै पर्दैन भन्ने एकपल्ट उहाँले कुरा राखिसक्नु भएको छ। अनि अब फेरि उहाँलाई जिताएर विधायक बनाएर विधानसभामा पठाएपछि उहाँले मिनिमम वेजमा काम गर्नुहुन्छ अरे। सरकारसँग मिलेर काम गर्ने पार्टीले चाहिँ अब कसरी काम गर्ने विधानसभामा, किनभने 2015 मा यो मिनिमम वेजेस माथि बनिएको एडभाइजरी बोर्डले के गर्यो, अहिलेसम्म त रिकमेन्डेसनहरू दिइसक्नु पर्ने थियो मिनिमम वेजेसको विषय लिएर। अहिलेसम्म के भयो? यो 2015 मै मिनिमम वेज एडभाइजरी बोर्ड जुन बनिएको थियो, स्टेट गभर्मेन्टले बनाएको थियो, त्यसले कसरी अहिलेसम्म कस्तो काम गर्यो भनेर विषयमा, यो भन्ने विषयमा चाहिँ सबै चिया श्रमिकहरूले सोच्नुपर्छ। सरकारसँग मिलेर चाहिँ के उपलब्धि पायो? अब यो सरकारले जहाँ हाम्रो ड्राइभर चालक दाजुभाइहरूलाई दुःख दिइरहेको छ, 8वटा डिस्ट्रिक्टको पर्मिट बनायो भने खालि सिक्किम पर्मिट बनाइदिन्छु भनेर भक्कु पैसाहरू फिजहरू पर्मिट फिजहरू उहाँहरूबाट लियो। त्यसो चाहिँ गर्नु सक्ने, तर मालिकलाई चाहिँ भन्नु नसक्ने कि हाम्रो गरिब निमुखा चिया बगानका श्रमिकहरूलाई मिनिमम वेजेस देऊ भन्नु चाहिँ नसक्ने। अब यो कस्तो विडम्बना। अब यो मिनिमम वेजेस चाहिँ कहाँ लागू हुन्छ भन्दा हामीले जान्नुपर्छ यो चाहिँ सेड्युल एम्प्लोइमेन्टलाई लागू हुने कुरा हो। यो सेड्युल एम्प्लोइमेन्टको लिस्ट यो लेबर मिनिस्ट्रीले निकाल्ने गर्छ। र जहाँ एउटा उदाहरणको निम्ति म भन्न चाहन्छु कि बीडी भन्छ नि, सिगरेट तम्बाकु बीडी, त्यो बीडीको पत्ता टिप्ने व्यवसायलाई पनि सेड्युल एम्प्लोइमेन्टको लिस्टमा हालेको छ। अनि अस्ति यो जनवरी 26 मा निक्लेको सर्कुलर अनुसार, त्यो सर्कुलर चाहिँ यो मिनिस्ट्री अफ लेबर हैन, लेबर मिनिस्ट्रीले जारी गरेको, त्यसमा यो बीडीको पत्ता टिप्नेहरूको मिनिमम वेजेसको फिक्सेसन प्रतिदिन 330 रुपियाँ भएको छ। बीडीको पत्ता टिप्ने पनि सेड्युल एम्प्लोइमेन्टमा पर्छ अनि उहाँको यो मिनिमम वेज फिक्सेसन भइबस्छ। तर हाम्रो भने स्याम्पेन अफ टीज, विश्वमा प्रख्यात दार्जिलिङको आइडेन्टिटी बोकेको चियाले भने यो सेड्युल एम्प्लोइमेन्टको लिस्टमा आफ्नो नाम पाएको छैन, लिस्टै पाएको छैन। हाम्रो टी इन्डस्ट्री चाहिँ कस्तो अचम्म कुरा, अहिलेसम्म पनि सेड्युल एम्प्लोइमेन्टमा चाहिँ गनिँदैन। यो वर्ल्डमा नाम चलाएको, दार्जिलिङको नाम राखेको चिया उद्योग चाहिँ अचम्म हैन। सरकारसँग मिलेर सेड्युल एम्प्लोइमेन्टमा हाल्नु पनि नसक्ने, कस्तो अचम्मको कुरा। जसरी
चिया बारीको जमिन, टी गार्डन ल्यान्ड्सहरू 1986 सालसम्म यो ल्यान्ड रिफर्म्स एक्टमै नपरेको हो। यस्तो खालको खिलवाड राज्य सरकारले हामीसँग खेलिरहेको छ। त्यसरी नै यो टी इन्डस्ट्रीको अक्युपेसन जो व्यवसाय छ सेड्युल एम्प्लोइमेन्ट लिस्टमै छ र हामीले दुःख पाइरहेको छौँ। एउटा तर्फबाट भन्छौँ कि हामी सरकारसँग मिलेर काम गर्छौँ, तर सरकारले यसरी काम गरिरहेको छ। चाहँदैन हामीलाई मिनिमम वेजेस दिन। नभए त 2015मा बनिएको थियो यो एडभाइजरी बोर्डले अहिलेसम्म त छिनाफाना गरिसक्नु पर्ने हो। यस चुनावी माहौलमा अब हाम्रो चिया श्रमिकहरूलाई यो पनि साझा गर्न चाहन्छु कि तपाईँले जिताएर विधायक बनाएर अमर लामाज्यूलाई पठाउनु पर्दैन अब यो मिनिमम वेजेसको विषय लिएर चाहिँ। किनभने 2019मै मोदीजीको सरकारले, केन्द्र सरकारले कोड अफ वेजेस बिल पास गरिसकेको छ 2019मै। अनि यसको इफेक्ट कहिलेदेखि लागू हुँदैछ भनेदेखि यो 21 नोभेम्बर 2025देखि लागू हुँदैछ। अनि यसको लागि रुल्स बनाउनुको लागि 30 डिसेम्बर 2025 को दिन नै भारत सरकारले एउटा ग्याजेट नोटिफिकेसन जारी गरेर सबै स्टेक होल्डर्सलाई रुल्सको लागि अपिल गरेका थिए। अनि अहिले लगभग रुल्सहरू तयार भइसकेको छ। यो मोस्ट लाइकली यो अप्रिलदेखि फुल्ली इम्प्लिमेन्ट हुने यसको सम्भावना छ। यो इकोनोमिक टाइम्स न्युजपेपर, एउटा प्रख्यात न्युजपेपर छ, 30 मार्च 2026 को दिन एउटा आर्टिकल आएको थियो। मोस्ट प्रोबेबली यो अप्रिलदेखि यो न्यू लेबर कोड्स लागू हुनेछ भनेर। अब यो न्यू लेबर कोड्समा जुन कोड अफ वेजेसको कुरा छ, यसमा थुप्रो यो वेजेसको कानुनहरूलाई मिलाएर एउटै कानुन बनाएको र मिनिमम वेजेस एक्ट 1948 पनि अब छैन। यसलाई पनि सबस्युम गरेर हैन, यसलाई पनि मिलाएर अब यो नो मोर मिनिमम वेजेस एक्ट अहिले लागू हुँदैन। अब यो हामी बार भन्दै यसमा अमेन्डमेन्ट हुनुपर्छ भन्ने कुरा गर्थ्यौँ। अब अमेन्डमेन्टको कुरा केही छैन। अब एकदमै यो 29 वटा कानुनलाई मिलाएर यो न्यू लेबर कोड्स बनाएको एकदमै वैज्ञानिक ढङ्गमा। र यो कोड अफ वेजेसले सबैलाई एकदमै ठिक पारेको छ, जसमा कि केन्द्र सरकारले तय गर्छ नेशनल फ्लोर वेज। यो चाहिँ नेशनल मिनिमम वेज भन्दा पनि हुन्छ राष्ट्रिय स्तरमा। यो भन्दा मुनि चाहिँ कुनै पनि राज्यले वेज दिनु सक्दैन, उहाँलाई त्यो ज्याला दिँदैन, पाउँदैन, अवैध ठहरिन्छ। अनि यस कानुन अब सरकारले, केन्द्र सरकारले पार्लियामेन्टमा पास भएपछि अब रुल्सहरू बनिनु पर्ने हो। अनि लेबर चाहिँ एउटा संविधानको हिसाबमा कन्करेन्ट लिस्टमा परेकोले गर्दा यसको कानुन बनाउने अधिकार र क्षमता केन्द्र सरकारलाई पनि हुन्छ, राज्य सरकारलाई पनि हुन्छ। राज्य सरकारले पनि यसमा कानुन बनाउनु पर्ने हो। अनि जुन हाम्रो प्लान्टेसनको कुरा गर्छ, टी प्लान्टेसनको, यो चाहिँ टोटली राज्य सरकारको अन्डरमा आउँछ। तर पश्चिम बङ्गाल सरकारले पनि चाहिँ एकदम विरोध गरिरहेको छ। अनि यस विषयमा यो राज्यसभामा एकपल्ट प्रश्न गर्नुभएको थियो समीक भट्टाचार्य राज्यसभा एमपीले कि यो न्यू लेबर कोड्स लिएर पश्चिम बङ्गालमा के छ भन्दा अहिलेसम्म यो 2019 को कोड अफ वेजेस छ। अनि बाँकी 3 वटा 2020 को कानुनहरू छ। 32 वटा स्टेट्स र युनियन टेरिटरीले चाहिँ यो माथि रुल्सहरूको ड्राफ्ट बनाएको रहेछ।
उहाँले सुरु गरेछ, तर छोडिएको रहेछ। यसको विरोधमा चाहिँ रहेछ पश्चिम बङ्गाल सरकार अनि लक्षद्वीप युनियन टेरिटोरी। पश्चिम बङ्गाल सरकारले कुनै हालतमा पनि यो लागू होस् भन्ने गर्ने होइन, उहाँले चाहँदैन, लागै नहोस् भन्ने खालको छ। र अहिलेसम्म पनि उहाँले ड्राफ्ट यो जुन रुल्स छ यसमा काम गरेको छैन। भन्नुको मतलब हामीले विधायकलाई पठायौँ भने पनि राज्य सरकारले अब यो टिएमसीकै आयो भने चाहिँ उहाँले यहाँ काम गर्दैन। र कुनै पनि हालतमा यस विधानसभाको चुनावमा हामीले टिएमसीसँग मिल्ने प्रार्थीहरूलाई विधायक बनाएर पठाउनु हुँदैन। मैले अघि पनि दुईवटा कारण छ। एउटा त सरकारसँग मिलेर गर्छु काम भन्ने, 2015देखि आएको यो मिनिमम वेजेसको एडभाइजरी बोर्ड तहत किन मिनिमम वेजेस दिलाउनु सकेन। अब यो मिनिमम वेजेसको कुरा छोडिदियो, 2019 पछि जो कोड अफ वेजेस बिल आयो अनि यसको इफेक्टिभ डेट नोभेम्बर 25देखि हो। त्यहाँदेखि यो मिनिमम वेजेस टोटल्ली नेसनल फ्लोर वेजको आधारमा हुन्छ। यो कानुन यसमा पनि काम गर्नु नचाहने, कानुन बनाउनु नचाहने टिएमसी सरकारलाई चाहिँ हामीले कुनै हालतमा पनि यसपालि सत्तामा आउनु दिनु हुँदैन। अब फेरि उनीहरूले यो फेडरल स्ट्रक्चरको फाइदा उठाएर हामीलाई वञ्चितै गरेर राख्छ। बरु 1500हरू भत्ताहरू कता कता दिइ गरेछ, तर हाम्रो चिया श्रमिकहरूलाई चाहिँ मिनिमम वेजेसदेखि वञ्चित नै राख्छ। यो मिनिमम वेजेस दिलाउनुको लागि त्यही कारण अलरेडी आइसकेको जुन न्यू लेबर कोड्सको तहत छ कानुन छ, त्यसलाई लागू गराउनको लागि हामीले यसपालि बङ्गालमा बिजेपी सरकार बनाउनु अत्यन्त जरुरी छ। ती हाम्रो चिया श्रमिकहरूलाई यो पनि जानकारी दिन चाहन्छु, यो 5 डेसिमलको खतरा अहिलेसम्म गएको छैन। अनि बिजेपी सरकारले त पहिल्यै पार्लियामेन्ट स्ट्यान्डिङ कमिटीबाट रिकमेन्डेसन पनि गरिसकेको छ कि यहाँको पर्जापट्टा उहाँहरूको एन्सेस्ट्रल ल्यान्ड्सहरू पाउनुपर्छ भनेर अलरेडी पार्लियामेन्ट स्ट्यान्डिङ कमिटीले बुझाइसकेको छ। अनि यसपालि हाम्रो एउटा मुद्दा यो पनि हुनेछ। र म हाम्रा चिया श्रमिकहरूलाई एकपल्ट सोच्ने यहाँबाट आह्वान गर्दछु कि जुन मिनिमम वेजेसको कुरा छ यो चाहिँ अहिले नयाँ लेबर संहिता हैन, यो श्रम संहिता कानुनको तहत सबै हटिसकेको छ। बिजेपी सरकार आएपछि तपाईहरुले नयाँ न्यू नेसनल मिनिमम वेजेस पाउनुहुन्छ। अलरेडी पार्लियामेन्ट पास गरिसक्छ। तर तपाईले टिएमसी सरकारलाई नै राख्नुहुन्छ भनेदेखि फेरि तपाईले दुःख पाइबस्नुहुन्छ। यो जानकारी दिँदै यहाँबाट बिदा लिन चाहन्छु।